Okay everyone, Namaste everyone. Today we are going to learn about Python functions and Python function मा चाहिँ के भन्दाखेरि आज टाइप फंक्शन and then after input function पढ्ने वाला छौं. हामीले प्रिन्टहरु त हेरिसक्यौं. Okay, let's discuss about it. Okay, we will go here. Is this VS Code मा जाउँ पहिला. बनाउँछु अपरेटर्सहरु हेरे थिए मिज हैन ए functim function.py भनेर एउटा बनाउँछु and फंक्शनमा के गरौँ भन्दाखेरि जस्तो a is equal to 31 गरे अनि मैले यहाँ टाइप a गरे and the के प्रिन्ट हुन्छ it is showing टाइप अलिकति परको सो टाइप a त टाइप a but टाइप a लाई पनि हामीले यहाँ प्रिन्टमा हाल्नु पर्छ सो ल यो प्रिन्टमा हालिसकेपछि अब हेरौँ है त and the class integer we talked about 4 classes, right? त्यो एकचोटी भिडियो हेर्न सक्नुहुन्छ if you don't know about the data types. That is very important. अनि the thing is okay, मैले b भन्नेमा चाहिँ के राखे भन्दाखेरि यही कुरालाई त 31 यसरी राखे. अब यहाँ प्रिन्ट टाइप b गरे. अब जस्तो अब a मा त इन्टिजर आउँछ बट टाइप b गर्दा चाहिँ के आउँछ होला. यस यु आर राइट, स्ट्रिङ आउँछ बिकज हामीले भनेको थियौं नि स्ट्रिङलाई राख्ने बेला डबल कोटेड कमामा राख्छौं भनेर. लुक एउटा इन्टिजर आयो माथिको मुनिको स्ट्रिङ आयो हैन. यही यो समस्या हुन्छ यसले. जस्तो हामीले अब यो चाहिँ इन्टिजरमा छ रे हैन, इन्टिजरमा छ रे यो चाहिँ त्यो माथिको इन्टिजर र यो स्ट्रिङमा. यदि c पनि स्ट्रिङमै छ रे c = $2 गरे मैले अनि यहाँ मैले प्रिन्ट b + c गरे रे अनि हेर्नु यहाँ कति आउँछ. यहाँ 312 आयो. हाम्रो आन्सर त्यो होइन, 312. अब यसको हेर्नु त यो डबल इन्भर्टेड कमाको बिचमा छ. because of that यो चाहिँ के हुन्छ भन्दाखेरि it is all string भनेर बुझ्छ. and string, whenever Python recognize a class as a string, it doesn't care about it. मतलब चाहिँ string छ, string भनेको त क्यारेक्टरहरु हो नि त, जस्ताको त्यस्तै राख्दै भन्छ. but when it thinks it as a integer भएपछि it will just think कि ओहो त्यहाँ चाहिँ के गर्नुपर्छ, प्लस माइनस डिवाइड मल्टिप्लाई. सो मैले यसलाई यति गरे नि इट विल बी इन स्ट्रिङ. नाउ इट इज 33. 31 + 2 = 33. आई होप यु गट द पोइन्ट हैन. यो कन्सेप्ट एकदम इम्पोर्टेन्ट छ भोलिपर्सि एप बनाउने बेला एन्ड डिफ्रेन्ट थिङहरु. अब के गर्न सकिन्छ भन्दाखेरि फेरि अब हामीले चेन्ज गर्न पनि सकिन्छ के. जस्तो चेन्ज गर्ने बेलामा मैले यहाँ अब यहाँ प्रिन्ट त भइहाल्यो अनि मैले यहाँ अब कस्तो गरे भन्दाखेरि a = str अनि यहाँ मैले यसरी 31 राखे. भने के हो, स्ट्रिङ चाहिँ हामीले 31 मात्र हालेछौं, त्यही पनि यो स्ट्रिङ भयो के. जस्तो मैले यहाँ अझ अनि नभए यहाँ b पनि राख्न पाए. b को भ्यालु 31 छ, a मा 31 आएपछि मैले यहाँ प्रिन्ट a गर्दै भने प्रिन्ट हुने चाहिँ a नै हो है. ए कति छ त 31 छ, ए 31 नै भयो. बट मैले अब यहाँ प्रिन्ट टाइप a गरे भने चाहिँ टाइप a चाहिँ यो स्ट्रिङ भन्यो के. किनभने यहाँबाट 31 त b त
पहिला बी स्ट्रिङ बनेछ अनि एमा गएको छ कि सो आई होप यु गट द पोइन्ट यसरी नै हामी चेन्ज गर्न नि मिल्छ जस्तो स्ट्रिङ पहिलेदेखि छ त्यसलाई हामी आइएनटी पार्न पनि मिल्छ